एकदमै खुसीको कुरा, 2 जनाको भिजा आएको छ। हो साथीहरू, नेपालबाट एप्लाई गर्नुभएको थियो, तपाईँको मेको 14 तारिक गर्नुभएको थियो। 9-10 दिनमै 2 जनाको भिजा आइसकेको छ। यो नयाँ नियम परिवर्तन भए पनि केही पनि नापेन है साथीहरू। तर एउटा कुरा के ख्याल गर्नु पर्यो भने तपाईँहरूले पनि यदि एप्लाई गर्नुभएको छ नेपालबाट भने चाहिँ बी क्याटेगोरीमा चाहिँ एप्लाई गरेको हुनु पर्यो है। फेरि तपाईँको त्यसै गरी सी र डी अथवा 3 र 4 क्याटेगोरीमा चाहिँ आउन पनि सक्छ, नआउन पनि सक्छ, अथवा चुइका डकुमेन्ट तपाईँको माग्न नि सक्छ। त्यस कारणले गर्दाखेरि ए अथवा बी यता हामीले सक्दैनौँ होला। त्यही पनि बी क्याटेगोरीमा तपाईँहरूले नेपालबाट यदि पढिसक्नु भएको छ, यही गेजिनको भिजामा आउन चाहनुहुन्छ भने चाहिँ तपाईँले राम्रो कन्सल्टेन्सी 1 र त्यसै गरी डकुमेन्ट स्ट्रङ र तपाईँले त्यसै गरी बी क्याटेगोरीको कम्पनीमा चाहिँ एप्लाई गर्नुभयो भने चाहिँ भिजा आउँछ। मात्र मेको 14 तारिक एप्लाई गरेर हिजो 2 जनाको नेपालबाट डाइरेक्ट गिजिनको भिसामा चाहिँ भिजा आएको छ साथीहरू। त्यस कारणले गर्दाखेरि तपाईँहरू कोही आत्तिनु पर्दैन। नेपालबाट यदि तपाईँहरू गिजिनको भिजामा आउन चाहनुहुन्छ भने अथवा पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले बी क्याटेगोरीमा एप्लाई गरेर आउन सक्नुहुन्छ भन्न चाहन्छु। तपाईँहरू नआत्तिनु होला। र जसले योभन्दा पहिला एप्लाई गर्नु भएको छ, वेटिङमा हुनुहुन्छ, धेरै लामो समय छ भने चाहिँ तपाईँहरूले अब के गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँले एसएसडब्ल्यू को तयारी गर्दै गर्नु होला। तपाईँको यता भिजा आयो भने ठिकै छ, आएन भने चाहिँ क्यान्सल गरेर तपाईँले एसएसडब्ल्यूमा आउन सक्नुहुन्छ। जसले गर्दाखेरि तपाईँको समयको बचत पनि भयो र तपाईँले भिजा आउन्जेलसम्म तपाईँको निहनको तपाईँको जेउजू हुनुहुन्छ, तपाईँ जान्ने हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू नआत्तिनु होला। नेपालबाट पनि भिजा आइरहेको छ भनेर तपाईँलाई यो मैले पोजिटिभ मेसेज दिनको लागि भिडियो बनाएको। केही थप कुराहरू जान्न चाहनुहुन्छ भने फलो गरेर मेसेज गर्नु होला। फेसबुकमा पनि तपाईँहरू हामीसँग जोडिन सक्नुहुन्छ। हस्त नमस्कार।